तर लुका 10:46 मा मानिसहरूले रोक्न खोजे है। मानिसहरूले के गरे, ए चुप लाग भने। तर हेर्नुहोस् ऊ त झन् जोडले कराउन लाग्यो है। मानिसहरूले चुप लाग भनेपछि झन् जोडले कराउन लाग्यो, हे दाउदका पुत्र म माथि दया गर्नुहोस्। अनि यसो टक्क दिनु भयो। अब यहाँ विचार गरौँ, तपाईँ र म हाम्रो जीवनमा पनि आज संसारमा तपाईँ र म अन्धो जस्तै छौँ है। तपाईँ र मलाई धेरै कुरा हामी एकदमै अन्धोपनमा बाँचिरहेका छौँ। हामीलाई ज्ञान छैन, परमेश्वरका ज्ञान। अनि तपाईँ र म हाम्रो जीवनमा धेरै अन्योलता छ, अनि दुःखमय जीवन छ। अनि तपाईँ र म परमेश्वरको बारेमा सुनेको कारण है, सुनेको कारण यसुलाई पुकारिरहेका छौँ। तर हेर्नुहोस् त्योभन्दा बार्तिमै यसु हे दाउदका पुत्र भन्दाखेरि मानिसहरूले रोक्न खोजे, तेरो के काम, त अन्धोलाई परमेश्वरसँग के काम भनेर भन्यो होला। तर यसुलाई पुकार्दाखेरि के परमेश्वर बहिरो हुनुहुन्छ? हुनुहुन्न नि, उहाँ त सुन्नुभयो होला। तर तपाईँ र म कहिलेकाहीँ एकचोटि पुकारौँ भइगयो, अब एकचोटि प्रार्थना गरौँ भइगयो। हामी घरिघरि पुकार्दैनौँ है। आज तपाईँ र मलाई रोकावटहरू धेरै आउँछ। जब हामी प्रार्थना गर्छौँ झन् समस्या थपिन्छ। कहिलेकाहीँ हामी झन् अप्ठ्यारो भयो भन्ने कुरा हुन्छ। तर तपाईँ र म अन्धा बार्तिमै जस्तै घरिघरि पुकारा गर्नुपर्छ, हे दाउदका पुत्र दया गर्नुहोस्, हे परमेश्वर मलाई दया गर्नुहोस्, मलाई सहायता गर्नुहोस् भनेर प्रार्थना गर्नुपर्ने रहेछ। अनि रोकावट आएको छ त हेर्नुहोस्, त्यो अन्ध व्यक्तिलाई त चुप लाग भनेर मान्छेहरू त्यसलाई चुप लगाए, उसलाई धकले होला। अनि ऊ चाहिँ फेरि आफ्नो प्रार्थना, आफ्नो परमेश्वरलाई पुकार्ने कुरा छोडेन। अनि हेर्नुहोस् यसु जब सुन्नुभयो अनि त्यसलाई म कहाँ ल्याऊ भन्नुभयो। अब ती व्यक्ति अघिसम्म त चुप लाग भन्ने व्यक्ति अहिले के भन्दैछन् कि तपाईँलाई परमेश्वर बोलाउँदै हुनुहुन्छ है। अघिसम्म हपार्ने व्यक्ति अब तपाईँलाई परमेश्वरले बोलाउँदै हुनुहुन्छ भनेर उसलाई दोहोऱ्याउँदैछन्। आज तपाईँ र म पनि जब परमेश्वरलाई पुकार्छौँ, परमेश्वरको बाटोमा हेर्छौँ, परमेश्वरलाई आराधना गर्छौँ, परमेश्वरको महिमा गर्छौँ, मानिसहरू ए चुप लाग, तिमीहरू यो के गर्यो, आफ्नो धर्म छोड्यो, यस्तो गर्यो भनेर भन्छन्, हो कि नै हाम्रो समाजमा। तर तपाईँ र म यदि चुप लागेनौँ, परमेश्वरको बाटोमा हिँडिरह्यो भने एक दिन यस्तो समय आउँछ जब परमेश्वरसँग हाम्रो राम्रो सम्बन्ध हुन्छ, परमेश्वरले हाम्रो कुरा सुन्नुहुन्छ र हामीलाई आशिष आउँछ। एक दिन ती व्यक्तिहरू जो चुप लाग भन्ने व्यक्ति पनि तैँले ठिक गरे रहेछस् भन्नेछन् है। म पनि तैँले हिँडेको बाटोमा म पनि हिँड्न चाहन्छु भनेर एक दिन अवश्य भन्नेछन्, किनकि परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ। हेर्नुहोस् जब परमेश्वरले बोलाउनु भयो अनि सबैजना चाहिँ ती अन्ध व्यक्तिलाई लिन गएका छन् अनि उसलाई दोहोऱ्याउँदैछन्। अनि तपाईँ र मेरो पक्षमा परमेश्वर भइदिनु भयो भने तपाईँ र मलाई केही कुराको अभाव हुँदैन। यो कुरा पनि बुझौँ। र हेर्नुहोस् जब त्यो व्यक्ति यसु कहाँ गएको छ र यसुले भन्नुभएको छ तैँले के चाहन्छस्, कहिलेकाहीँ परमेश्वरको वचनले हामीलाई यही भन्छ है। तपाईँ र म साँच्चै नै हाम्रो मुख्य कुरा के हो भन्ने कुरा बिर्सिनु हुँदैन। परमेश्वरले जहिले नै तैँले के चाहन्छस् भन्नुभएको छ, त्यसलाई अन्धोदेखि छुटकारा पाउन जरुरी छ भन्ने कुरा परमेश्वरलाई थाहा थियो। तर इच्छा खोज्नुहुन्छ, तपाईँ र मेरो इच्छा के छ, हामी परमेश्वर प्रति कतिको इमान्दारी छौँ, परमेश्वरमा कति झुकाव छ, परमेश्वरको बाटोमा कति हिँडेका छौँ र परमेश्वरलाई खोज्ने कुरा र पुकार्ने कुरा परमेश्वर थाहा पाउनुहुन्छ, हृदयको विचार जान्नुहुन्छ। आमेन। तपाईँ र म परमेश्वरसँग माग्ने कुरा माग्नुपर्छ। परमेश्वर मागेको चाहनुहुन्छ। बाइबलले भन्छ माग त दिनेछ। परमेश्वर नमागिकन एउटा सानो बच्चा हेर्नुहोस्, उसको आमालाई थाहा हुन्छ दुध खुवाउने समय भइसक्यो तर नरोएसम्म खुवाउँदैन है। तपाईँ र म पनि हाम्रा आवश्यकताहरू माग्नुपर्छ। जसरी अन्धा बार्तिमैले यसुसँग म देख्ने हौँ भनेर मागेको छ। परमेश्वरले भन्नुभयो तेरो इच्छा के छ, तैँले के चाहन्छस्, उसले भनेको छ म देख्ने हौँ। हेर्नुहोस् जब यसु कहाँ आउँदाखेरि ऊ आफ्नो खास्तोलाई फालेर आएको छ। तपाईँ र म यसु कहाँ आउँदाखेरि कहिलेकाहीँ ती खास्तो रूपी हाम्रो जीवन छोड्न सक्दैनौँ है। यसु कहाँ आउँदाखेरि हेर्नुहोस् उसको लागि त त्यो खास्तो भनेकै ओर्ने कुरा, घर, सबै कुरा हो। ऊ त बाटोमा बस्ने मान्छे केही छैन, ऊ ओढेर त्यही सुर्थ्यो होला,
सायद त्यसैबाट ऊ भिख माग्थ्यो होला। उसको निम्ति त्यो चाहिँ धन सम्पत्ति घर सबै कमाउने भारो भनेकै त्यो खास्तो थियो र उसलाई फालेर येशू कहाँ आएको छ। कहिलेकाहीँ हाम्रो धन सम्पत्तिले हामीलाई रोक्छ। मैले पैसा शनिबार सङ्गति गएँ भने मेरो पैसा त्यहाँ म कसरी कमाउने भन्ने सोच्छु। कहिलेकाहीँ म शनिबार चर्च गएँ भने मेरा छोराछोरीलाई मेरा गाईबस्तुलाई कसले हेरिदिन्छ। कहिलेकाहीँ हाम्रो खास्तो रूपी पापहरूलाई हामीले छोड्न सकेका हुँदैनौँ। अनि परमेश्वरभन्दा ठुलो हाम्रा कामहरूलाई, परमेश्वरभन्दा ठुला हाम्रा समस्याहरूलाई हामी ठानेका हुन्छौँ। तर हेर्नुहोस् ऊ येशू कहाँ आउँदाखेरि जब मानिसहरूले भने तँलाई परमेश्वरले बोलाउँदै हुनुहुन्छ, ऊ चाहिँ आफ्नो खास्तोलाई फालेर ऊ चाहिँ येशूको चरणमा गएको छ। हामी येशू कहाँ हाम्रा गलत कार्यहरू, हाम्रा पापमय कुराहरू छोडेर जब येशू कहाँ पुग्छौँ नि, येशूले हाम्रो हृदयको विचार जान्नुहुन्छ र हामीलाई आशिष दिन चाहनुहुन्छ। हाम्रो अन्धोपन, हाम्रो जीवनमा भएका अन्धो रूपी अनि हाम्रो जीवनमा भएका कमजोरीहरू, दुर्बलताहरू परमेश्वर हामीबाट धेरै टाढा फाल्न चाहनुहुन्छ, हामीदेखि एकदमै छुटकारा दिन चाहनुहुन्छ। अनि जब हेर्नुहोस् उसले छुटकारा पायो, पहिलो काम गरेको छ येशूलाई पछ्याउने कुरा छोडेन। अन्धो भए तापनि अब ऊ परमेश्वरको बाटोमा हिँड्ने व्यक्ति भएको छ। आमेन। तपाईँ र म कहिलेकाहीँ येशूले हाम्रो जब आवश्यकता पुरा गर्नुहुन्छ अनि मलाई त यो कुरा आवश्यक थियो, मैले पुरा गरेँ, मैले पाएँ, अब येशू के चाहियो भन्ने कुरा हुन्छ। तर हेर्नुहोस् तपाईँ र म येशूको बाटोमा जब आउँछौँ भने परमेश्वरले हामीलाई चङ्गाइदिनुहुन्छ। सँगसँगै तपाईँ र म हाम्रो जिम्मेवारी भनेको येशूलाई पछ्याउने, येशूको असल चेला हुने र अरूलाई पनि, त्यो अन्धोपनमा रहेका मानिसहरूलाई पनि छुटकाराको घोषणा गर्ने, छुटकाराको बाटोमा उनीहरूलाई दोहोऱ्याउने व्यक्ति परमेश्वर भएको चाहनुहुन्छ। आमेन। यसकारण पहिलो कुरा तपाईँ र म चाहिँ परमेश्वरलाई पुकार्नु पर्ने रहेछ। मानिसहरू रोके तापनि, मानिस अधिक हाम्रो जीवनमा धेरै समस्या झन् थपिए तापनि हामी परमेश्वरलाई पुकार्ने कुरा गरिराख्नुपर्छ। र परमेश्वर हाम्रो पक्षमा हुनुभयो भने ती रोक्ने व्यक्ति पनि हामीलाई केही गर्न सक्दैनन् भन्ने कुरा पनि हामी थाहा पाउँछौँ। अनि जसरी अन्ध बार्तिमाईलाई चुप्लाक भन्ने व्यक्ति पनि अन्तिममा तँलाई परमेश्वर बोलाउँदै हुनुहुन्छ भनेर बोलाउनु। तपाईँ र म जब परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ, जब परमेश्वरले भन्नुभयो त्यसलाई म कहाँ ल्याऊ, आज तपाईँ र म परमेश्वरसँग सङ्गति गर्दैछौँ, हामी परमेश्वरका छोराछोरी हौँ। मानिसहरूले बाधा गरे तापनि परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ। अनि परमेश्वर हाम्रो साथमा हुनुहुन्छ भने हामीलाई रोकावट अनि जति पनि कुरा छन् उनीहरू अवश्य एक दिन परिवर्तन भएर जानेछ। अनि हामी परमेश्वर कहाँ जाँदै गर्दाखेरि हाम्रो खास्तो रूपी चिजलाई पनि फाल्नु पर्ने रहेछ। हाम्रो जीवनमा धेरै खास्तो रूपी चिजहरू छन्, छोड्नुपर्ने कुराहरू छन्। हामी छोडेर येशू कहाँ गयौँ भनेदेखि परमेश्वरले अवश्य हाम्रो जीवनमा आशिष दिनुहुन्छ। जसरी अन्धो बार्तिमाईको जीवनमा त्यो अन्धोपनलाई परमेश्वरले हटाइदिनु भयो। आज हाम्रो जीवनमा रहेका ती अन्धोपनलाई परमेश्वर हटाउन चाहनुहुन्छ र आशिष दिन चाहनुहुन्छ। आमेन। आजको वचन यतिकै राख्दै बाँकी समय पास्टरजीलाई दिन्छु। सबैलाई जय मसीह।